क्यामेरा त सपोर्टै गरेछ। नमस्ते ओके खाना खानु भयो? नमस्ते भाइ, नमस्ते लोसार, ह्यापी लोसार तपाईँलाई। एकदम धन्यवाद। पाहुनाहरू छिटो छिटो आउनु, हामी तपाईँको प्रतीक्षामा छ है। ओके कार्यक्रम सुरु हुन लागेको छ। ओके थ्याङ्क यू दिदी। ल विक्रम भाइ हजुर के छ आजको भनाइ? एकदम राम्रो छ। हाम्रो लोसारको धेरै शुभकामना, धेरै शुभकामनाहरू जर्मन लोसारको। वेलकम गर्छ हामी यता सरी ल है के हुँदैछ यता? ल धन्यवाद त्यसको लागि। ब्याट्री चार्ज खाना खानु भएको छैन? पछाडिबाट आवाज आएन नि? नमस्कार साथीहरु सबैजनालाई नमस्ते। सधैँको वर्षहरू जस्तै यो वर्ष 2025 नेपाली वर्ष 2082 तमु लोसार सांस्कृतिक साँझ आज डिसेम्बर 24 तारिकको दिन हाम्रो तमु समाज हेम्बोक परिवारको निम्तलाई स्वीकार गरेर आजको यस लोसार सांस्कृतिक धेरै धन्यवाद हाम्रो रहि नै रहन्छ। पाहुना महानुभावहरूलाई स्वागत गर्नको लागि तमु समाज हेम्बोकबाट गेटमा खटिनुभएका तमु समाज हेम्बोकका सम्पूर्ण सदस्य साथीभाइ दिदीबहिनी सबैजना, अनि त्यसै गरी नजिकैको बारमा व्यवस्थित रूपमा बस्नुभएका समाजका सदस्य दाजुभाइ साथीहरू र त्यसै गरी नजिकै पाहुना महानुभाव तपाईँ हामी सबैलाई एकदमै मिठो रसिलो भोजन तयार पारेर अगाउने गरी पेटभरि खिलाउन
बिहानदेखि कसिनुभएका किचनका भान्से दाजुहरू र खाना पस्किन बस्नुभएका समाजका दिदीबहिनीहरू, उहाँहरू सबैलाई मेरो हृदयदेखि र समाजको तर्फदेखि धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। र त्यसै गरी खानाकै परिकार मध्येमा सेलरोटी बनाउनु हुने, चटनी बनाउनु हुने अनि राम्रो फलफुलको डेकोरेसन गर्नुहुने दाजुभाइ दिदीबहिनीहरू सबैलाई म मेरो तर्फदेखि फेरि एकपटक धन्यवाद दिन चाहन्छु। उहाँहरूसँगै तपाईँ हाम्रो रमाइलो हुने पनि पक्कै छ। अनि आजको सम्पूर्ण कार्यक्रमलाई तपाईँ हाम्रो शुभम तामाङ अनि त्यसै गरी शिवराम शाह, पुइमे साङ्गे दाजी, दिवस गुरुङ, दिपु गुरुङ, उहाँहरू सबैजनालाई एकमुष्ट पुनः म धन्यवाद ज्ञापन गर्न चाहन्छु। कार्यक्रमको आयोजना हामी गर्छौँ, तर सम्पन्न गर्नको लागि सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू तपाईँहरूले पुरा गरिदिनुहुन्छ। त्यसैले नै हामी हरेक वर्ष लोसार सांस्कृतिक कार्यक्रम एउटा सफल कार्यक्रम र भव्य कार्यक्रमको रूपमा प्रस्तुत गर्न गइरहेका छौँ। एकचोटि प्लिज तपाईँहरूले तपाईँहरूकै लागि ताली बजाइदिनुहोस् प्लिज। प्रवेश भइरहेको छ। आशा छ तपाईँहरूको धैर्यता कार्यक्रमको अन्त्यसम्म यसरी नै रहिरहनेछ। कार्यक्रम सञ्चालन हुँदै जाँदा कार्यक्रमको बिचमा कुनै किसिमका टेक्निकल अथवा कुनै किसिमका गडबडीहरू आएमा तपाईँहरूले त्यो समस्यालाई बुझिदिनुहुनेछ, आफ्नै समस्या सम्झिनुहुनेछ र हामीलाई माफी गर्नुहुनेछ भन्ने कुरामा म लगायत मेरो परिवार एकदम विश्वस्त छ। अध्यक्ष आसन ग्रहण सँगसँगै अध्यक्षताको आसन ग्रहण सँगसँगै आजको अध्यक्ष श्रीमान कमल तमु, सबैले एकचोटि ताली बजाएर उहाँलाई स्वागत गरिदिनु होला प्लिज। डेनमार्क तमु समाजका अध्यक्ष श्रीमान कमल तमु आजको प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। तमु समाज बेल्जियमका भूतपूर्व अध्यक्ष श्रीमान जीवन तमु, उहाँ पनि अतिथिको आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी अतिथि आसन ग्रहणकै क्रममा दिनुहोला प्लिज। हजुर त्यसै गरी नेवाखला ह्याम्बर्गका अध्यक्ष नआए, उहाँको प्रतिनिधि पठाउनु भएको छ भन्ने खबर आएको थियो। त्यसै गरी उहाँको प्रतिनिधि श्रीमान शिरण श्रेष्ठज्यू अतिथि आसन ग्रहणको लागि अगाडि आइदिनु न हार्दिक अनुरोध गर्न चाहन्छु। शेर्पाज्यू शेर्पा केदुङ जर्मनीका अध्यक्ष सोनाम शेर्पाज्यू, त्यसै गरी किरात याङथुङ सुमलुङ जर्मनीका अध्यक्ष प्रेम कोमुज्यू, अध्यक्षज्यू अथवा उहाँले प्रतिनिधि पठाउनु भएको छ भन्ने सुन्नमा आएको थियो। उहाँले पठाउनु भएको प्रतिनिधि त्यसै गरी दिदीबहिनी युनिटी ह्यानोभरमा हुनुहुन्न भन्ने खबर आएको छ, तर हामीले धेरै धेरै सम्झेका छौँ उहाँहरूलाई पनि। त्यसै गरी नेपाली पाठशाला ह्याम्बर्गका दुई सञ्चालिका मध्ये एक वृन्दा कार्की अथवा सुनिता राईज्यू, त्यसै गरी अध्यक्ष कुमार नापेज्यू। यदि उहाँको कोही प्रतिनिधि बनेर आउनु भएको छ भने कृपया अगाडि आसन ग्रहणको लागि उपस्थित भइदिनु होला। अनि त्यसै गरी हाम्रै तमु समाज ह्याम्बर्गका भूतपूर्व कोषाध्यक्ष पनि हुनुहुन्छ।
हाम्रै हाम्बोकको चेली पनि हुनुहुन्छ। यसै साल एनआरएनएलसीसी हाम्बोकका अध्यक्ष बनिसक्नु भएको पनि छ। यसै मौकामा अध्यक्ष श्रीमती सीमा रोका गुरुङज्यूलाई म अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। भूतपूर्व अध्यक्ष जीवन तमु उहाँ हार्दिक अनुरोध समय गर्न चाहन्छु। लाइट पर्दैन यहाँ उयो छ कि क्यान्डिल बाजी क्यान्डिल बाजी राखेको छ जोर यस्तो जोर कार्यक्रमको औपचारिक उद्घाटन भइसकेको छ। आजको प्रमुख अतिथिज्यू र हाम्रो चेलीबेटी समूहका अध्यक्षज्यूबाट आजको कार्यक्रमलाई औपचारिक उद्घाटन दिइसक्नु भएको छ। स्थानमा गएर स्थान आसन ग्रहण गरिदिनु न म फेरि हार्दिक अनुरोध गर्न चाहन्छु। अब भने ढिलो नगरिकन तपाईहरू सबैलाई जति पनि छाजालो नमस्कार। आजको यस हाम्रो तमु तहलोसार साथै पुष्य 15 को अवसर पारेर प्रमुख अतिथि डेनमार्क तमु समाजका अध्यक्ष र साथै बेल्जियमबाट पाल्नुभएका भूतपूर्व अध्यक्षज्यू र सम्पूर्ण समाजका अध्यक्षज्यूहरूमा र उपस्थित सम्पूर्ण आमा बाबा दाजु भाइ दिदी बहिनी र सानो नानीहरूमा म मेरो व्यक्तिगत तर्फ र तमु समाज हाम्बोक परिवारको तर्फदेखि आशीमाला र हार्दिक स्वागत गर्न चाहन्छु। तमु समाज हाम्बोक जर्मनीले विगत 22 वर्षदेखि तमु लोसार जर्मनीको यस हाम्बोक सहरमा मनाउँदै आइरहेको छ र हरेक कार्यक्रममा हामी तमुहरू मात्रै नभइकन गैर तमुहरूको विशेष धेरै उपस्थिति रहेको छ। त्यसैले अब आउने दिनहरूमा पनि यहाँहरू सबैको साथ सहयोग माया पाउनेछ भन्ने हाम्रो समाजले अपेक्षा गरेको छ र आजको यस हाम्रो तहलोसार साथै पुष्य 15 कार्यक्रममा समाजका सदस्य साथीहरू दिन रात लागेर औधी हक रात दिन गरेर खटेर गर्नुभएका सदस्यज्यूहरू र आजको दिनमा गेटदेखि बार र भोलिन्टियरमा जति पनि रहनुभएका साथीहरू क्यामेराम्यान भिडियो म्युजिक सेसनहरू सम्पूर्णमा मेरो व्यक्तिगत तर्फ र समाजतर्फदेखि हार्दिक धन्यवाद दिन चाहन्छु र विशेष धन्यवाद हाम्रो भान्साघरमा बस्नुभएका दाजुभाइहरूले यति मिठो खानेकुरा खुलाएर हामीलाई खुसी पारिदिनु भएको छ। यसमा उहाँलाई विशेष धन्यवाद र हालै मात्रै गठन भएको हाम्रो गुरुङ समूह चेलीबेटी समूहका दिदी बहिनीहरूमा म हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु। अन्तमा म आशा गर्दछु र हाम्रो तमु समाज हाम्बोक परिवार आशा गर्दछ आजको साँझ सभ्य र रमाइलो साथ सबैले बिताउने हुनेछ भन्दै म बिदा हुन चाहन्छु। फेरि पनि हजुरहरूलाई आइदिनु भयो समय लिएर त्यसको लागि धेरै धेरै धन्यवाद। आशीमाला छ र त्यस साथसाथै मेरी क्रिसमस ह्याप्पी न्यु इयर। धन्यवाद।
हाम्रा निवर्तमान अध्यक्ष लालबहादुर दमो उहाँलाई अनुमति चाहन्छु म। सभापतिज्यूको अनुमति सँगसँगै आजको कार्यक्रमलाई अब हामी रमाइलो मोडतिर जाँदैछौँ। त्यसमा विभिन्न किसिमका रमाइला नृत्यहरू छन्। नेपालदेखि आउनुभएका हाम्रो राष्ट्रिय कलाकारज्यू पनि हुनुहुन्छ हाम्रो माझमा। उहाँसँग पनि नाच्नेछौँ, रमाउनेछौँ, रमाइलो गर्नेछौँ। र त्यसै गरी विभिन्न कलाकारहरू जसले तपाईँहरूलाई एकदमै भरपुर रमाइलो प्रदान गराउनुहुनेछ आजको विशेष कार्यक्रममा। त्यसको लागि तपाईँहरू अहिले जसरी शान्त धैर्य भएर बसिराख्नु भएको छ, यो धैर्यता कार्यक्रमको अन्त्यसम्म रहन्छ भन्ने कुरामा म पक्कै पनि विश्वास छु। र म यति भन्दा नभन्दै अलिकति आजको कार्यक्रममा म अस्वस्थ पनि छु। धेरै बोल्नको लागि मलाई मेरो घाँटीले साथ दिइरहेको पनि छैन। र मलाई आजको यस सांस्कृतिक कार्यक्रममा सहयोग गर्नको लागि, कार्यक्रम सञ्चालन गर्नको लागि मेरो को होस्ट कार्यक्रम सञ्चालिका सन्जिसा तमुसी आउँदै हुनुहुन्छ तपाईँहरूको माझमा। सांस्कृतिक कार्यक्रमलाई अब उहाँले तपाईँहरूको माझमा रमाइलो गराउनुहुनेछ, विभिन्न कलाकारहरूलाई नचाउनुहुनेछ, बोलाउनुहुनेछ। त्यसैले अब भने म ढिलो नबोलिकन आज अब कार्यक्रम सञ्चालन गर्नको लागि सन्जिसा तमो यस स्टेजमा आउँदै हुनुहुन्छ र कलाकार सानसाना भाइ बहिनीहरू स्टेजमा आउँदै हुनुहुन्छ। उहाँहरू सबैलाई एकचोटि जोरदार तालीले प्लिज स्वागत गरिदिनुहोस्। नमस्ते अनि छेजालो ह्याम्बर्ग। अलि सुनेन है? नमस्ते अनि छेजालो ह्याम्बर्ग। यो हो नि त। दिस इज भाइहरू, धन्यवाद। राष्ट्रिय गीत अब बज्न गइरहेको छ। त्यसमा हजुरहरू सबैले आफ्नो ठाउँबाट उठिदिनु हुन कृपया आग्रह गर्दछु। धन्यवाद।
एकदम फ्रान्सेस्का तिमीहरू कहाँ छौ हौ यी बहिनीहरूलाई राम्रोसँग धरेर बस है भनेको कहाँ कुद्छन् कहाँ हे भगवान् बिहे गरेर पढाइ गरेर जाने बेला भइसक्यो अझै केटाकेटीको पारा छुटेको छैन हौ जब बिहे गरेर पढाइ गरेर जान्छन् अनि बल्ल थाहा हुन्छ माइती घरको महत्त्व हजुर दादा अमित तपाईँको लामो आयु सुस्वास्थ्य र दीर्घायुको कामना गर्न मन्दिर गएका थियौँ अनि हामी हाम्रो माइती घरको खुसीमाथि कसैको आँखा नलागोस् भनेर भगवानसँग प्रार्थना गर्न मन्दिर गएका थियौँ। ए मैले त मेरी प्यारी बहिनीहरूलाई केटाकेटी नै सम्झेको कति धेरै ज्ञानी भइसकेछन् धेरै खुसी लाग्यो ल अब आफ्नो माइती घरको राम्रोसँग ख्याल राख है मलाई धेरै काम गर्नु छ हस् दादा हजुर बसंत नहीं बसंत खोजया
किन्जल गुरुङ, सिरोमी गुरुङ, आवासना श्रेष्ठ, सार्थक गुरुङ अनि त्यसै गरी पृथक श्रेष्ठ। उहाँहरू 6 जना भाइ बहिनीहरूलाई अब आउने आगामी दिनहरूमा पनि उहाँहरूको नृत्यतर्फको यात्रा अझै बलियो, मजबुत, अझै रमाइलो, एनर्जेटिक त्यस्तो खालको भएर आएको हामीले भविष्यमा देख्न पाइयोस्। उहाँहरूलाई धेरै 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 धन्यवाद भन्दै फेरि आजको लोसार कार्यक्रमलाई सफल बनाउनको लागि हामीलाई आर्थिक सहयोग सुन्दर मेरी हजुर
सक्छौ भने घरमै आई लैजाऊ हात मागे आमा बाउको मन दुखाइ जान्न म त भागे आमा बाउको मन दुखाइ जान्न म त भागे तिमीलाई भेट्न आउँदिन तिमीलाई भेट्न आउँदिन तिमीलाई माया लाग्दिन तिमीलाई भेट्न आउँदिन
हजुरहरू यस चिजहरू गर्दै गर्नु होला। अब डान्स पनि गर्नुपर्छ। म हरेक प्रोग्राममा चाहिँ पहिला बिस्तारै सुरु गर्छु अनि पछि चाहिँ धेरै नचाउने छ हजुरहरूलाई। म सानो रोमान्टिक गानाबाट चाहिँ सुरु गर्दैछु। सो हजुरहरू पनि खाना पनि पस्दै जान्छ, ड्रिङ्क पनि गर्दै गर्नु होला र मेरो आवाज पनि खुलाउँदै जान्छ है त है। अलराइट, ट्र्याक नम्बर 1 प्लिज। मलाई तालीले साथ दिनु है। साउन्ड चेक। Yeah.
बिर्सिरहन पाऊँ माया गरिरहन पाऊँ बिर्सिरहन पाऊँ माया गरिरहन पाऊँ। अब मलाई ताली चाहिन्छ है सबैको ताली Come on, let's go Hamburg! सबैजना सबैजना हात पहाडै बोकी ल्याएको छु गुराँसै बोकी ल्याएको छु सुन है नेपाली दाजुभाइ दिदीबहिनी हो सुन है नेपाली दाजुभाइ दिदीबहिनी हो नेपालै बोकी ल्याएको छु नेपालै बोकी ल्याएको छु कोही बस्छन् पूर्वमा कोही बस्छन् पश्चिममा कोही बस्छन् पूर्वमा कोही बस्छन् पश्चिममा कोही बस्छन् पहाडमा कोही बस्छन् तराईमा हामी जहाँ बसे पनि जहाँ रहे पनि हामी नेपाली आमाको सन्तान हौँ आफ्नै भाषा बोल्नु आफ्नै तरुवाको वेशभूषा लगाउँ आफ्नो संस्कृतिलाई बचाउँ छाजालो नमस्ते फेफुला केमे ताई सबन मुआ मिठाउने ल है केमे ताई सबै मुआ मिठाउने छाजालो जोइन्ट ताई सबै मुआ अत्यन्तै खुसी लागेको छ सर्वप्रथम त यो तमु समाज हेम्बर्ग जुन यो समाजको सबै जिम्मेवारी थाप्लोमा बोक्ने व्यक्तित्व सुन्दर गुरुङज्यूलाई अध्यक्ष महोदय हृदयदेखि चाहिँ आभार प्रकट गर्न चाहन्छु उहाँको साथसाथमा एकदम टिमवर्क यति राम्रो देखेको छु मैले सबै पदाधिकारीहरूलाई पनि हृदयदेखि धन्यवाद आभार व्यक्त गर्न चाहन्छु मैले यहाँ नेपालमा नदेखिएको हाम्रा मेरो चेलीबेटी मेरो भाइ बहिनी मेरो सम्पूर्ण दाजुभाइहरू यो जर्मनको यस्तो ठाउँमा म मेरो सपना पनि सोचेको थिएन म यो ठाउँमा आउनु पाउँछ भनेर तर तपाईहरुले मलाई एउटा तगारो खोलिदिनु भयो तगारो भन्नु बुझ्नुहुन्छ अहिलेको सानो नानीहरूले तपाईहरुले तगारो खोलिदिनु भयो कि पाटो खोलिदिनु भयो सायद मैले त हुन त अरू ठाउँमा त जाने अवसर पाएँ तर युरोप चाहिँ मेरो फर्स्ट पहिलो पटक हो त
अत्यन्तै एकदमै यहाँको माया जुन यहाँको न्यानो मायाले मलाई यहाँसम्म तानिँदै आउन मलाई बाध्य भयो। यसको लागि सबै यो वृत्ति आत्माबाट सबैलाई सम्मान व्यक्त गर्न चाहन्छु। सबै यहाँ बुद्धिजीवी व्यक्तित्वहरू हुनुहुन्छ, शिक्षित व्यक्तिहरू हुनुहुन्छ, सम्पूर्ण स्वदेश तथा विदेशमा सम्पूर्ण संसारको कुना कुनामा छरेर रहनुभएको सम्पूर्ण हाम्रो तमु दाजुभाइ तथा दिदीबहिनी लगायत सम्पूर्ण गैर तमुहरू सबैलाई, हाम्रो नेपाली दाजुभाइले सबैलाई हाम्रो गुरुङारको मान पर्व तब अवसरमा शुभ अवसरमा सबैलाई शुभ आशीमाला, ह्याप्पी लोसार। अब बिस्तारै तपाईँहरूको अगाडि सबैलाई सङ्गीतिक न्यानो अभिवादन टक्राउँदै यो चिसो मौसममा तातो चुस्की लगाउँदै यहाँ आँगन पनि फराकिनु छ है। सबै आएर नाच्न सक्नुहुनेछ। तन्ना खाएर चाहिँ उफ्रिनु पर्यो, पर्नु पर्यो नि, होइन र? हुन्छ कि हुँदैन हो? हे रिम थुमे रिसराग पैतालै नोरी माया पियादी थेनो हो बेले छैन मिटाउनेला केनो सबैले साथ दिनुपर्छ है।
भाषा हुँदैन है, भाषा हुँदैन, मजाले नाच्नुहोस्, आफै बुझिहाल्छ। ओके हाय सर्वे मदिस्यो देवले खेम्मे आमामा खेम्मे आशिबा छलेलाले न्योमाया छलेलाले न्योमाया। ल एक आपसमा सद्भाव राखेर सम्मान गर्दै यो तल ओसरले सबैको चाहिँ सुख शान्ति समृद्धि फैलिँदै जाओस्, सुस्वास्थ्य रहोस्, यस्तै खुसीले सालौँ सालभरि सबैको चाहिँ उत्तरोत्तर प्रगतिको कामना। लोसारे आशी माना पसीना आछन है, पसीना आछन है।
बिब मात्रं माया मुन थेबा हे मारा चाँदी बिब मात्रं माया मुन थेबा क्योला माया ललाई ngala maya kyole maya pibaki balale maya muna theba yiba musara no maya ale lale maya murawe musara no ve sarave madi shono ve hayo mai asiba hayo mai amaba ale lale maya ale lale maya hey फेरि फेरि आँखा नानी छैली बैसयोला हे फेरि फेरि आँखा नानी छैली बैसयोला बैसामुवर प्रिले बैसामुवर सेले खानायो मुचु चुनिरा छैली बैसयोला yiba murawe musara howe
परदेशमा भए नि देशकै प्यारालाई पहिलो सलाम मायालाई, दोस्रो सारालाई, पहिलो सलाम मायालाई। अलिकति महत्त्व दियो कि आफ्नो मायाले छ भने पहिलो सलाम चाहिँ माया दिनु है। साथमा साथ उसको साथ पाएछ भने फेरि तपाईँको जिन्दगी यस्तो राम्रोसँग बदलिदिन्छ कि हो कि होइन। पिराती फेरो सिनेमा एकदम सजिलो शब्द, यसको शब्द र पूर्वज व्यक्तित्व हुनुहुन्छ एक बाटो। सम्पूर्ण मेरो जर्मनमा बस्नुहुने मेरो नेपाली आफन्त सबै मेरो चाहिँ चेलीहरू, मेरो दाजुभाइ, मेरो सबै मैले साइनो अनुसार सबै पूर्वदेखि पश्चिम हिमालदेखि तराई सबैमा बसोबास गर्ने सबैलाई फेरि एकचोटि सबैलाई अभिवादन गर्दै सबैको सुस्वास्थ्य होस्, मङ्गल होस्, शुभ मङ्गल होस्। ह्याप्पी हो फेरि एकचोटि ह्याप्पी हो ह्याप्पी। थ्याङ्क यू, एकदमै धेरै धन्यवाद। उहाँले हामीलाई यति रमाइलो गराइदिनु भयो। यो खासै त्यति बहुमूल्य उपहार त होइन, त्यही पनि सानो एउटा मायाको चिनो
हामीले बनाएका छौँ। उहाँलाई धेरै 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 धन्यवाद धनबहादुर दाई। अझै पनि उहाँको यति बलियो मजबुत आवाज छ, हामीलाई रमाइलो गराइदिनु भयो, हामीलाई एकदमै नचाउनु भयो, उफार्नु भयो। उहाँलाई धेरै धेरै शुभकामना। आगामी दिनहरूमा पनि उहाँको आवाज यसरी नै बलियो मजबुत स्वस्थ मस्त रहिरहोस्। हामी तमु समाज हाम्रोको तर्फबाट धेरै 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 शुभकामना उहाँलाई व्यक्त गर्न चाहन्छौँ र यति भन्दै उहाँलाई स्टेजबाट बिदा गर्न चाहन्छौँ। र अबको फेरि अर्को प्रस्तुति तपाईँहरूलाई नचाउन, तपाईँहरू यस्तै ठाउँमा बसिदिनु होला। नचाउनको लागि आउँदै हुनुहुन्छ अर्का कलाकार भाइ लौरे कान्छा। एकचोटि जोरदार ताली प्लिज। हामी पनि गुरु गीत गाउने हो, हामी पनि गुरु गीतमा नाच्ने हो कि हो। म पनि गुरुङकै कोखबाट जन्मेको छोरा, म कान्छा छोरा। मम्मी चाहिँ गुरुङ, बाबा चाहिँ छोकरी हुनुहुन्छ, म चाहिँ बेजिङमा बस्छु। अब चाहिँ डान्स गर्नुपर्छ है। हामी चाहिँ 8 घन्टा ड्राइभ गरेर आएको हजुर नचाउनको लागि है। तर फर्स्ट सङ चाहिँ तमु समाजको लागि, जर्मनको लागि चाहिँ यो एउटा गुरुङ गाना है त है, बेस्ट हो। मलाई दिदीहरू सोल्टिनीहरू सबैले मलाई चाहिँ साथ दिनुपर्छ है केटीको भर्समा।
लाग्दछ हजुरहरूलाई
पुरस्कार सबैजनालाई। थ्याङ्क यू सुन्दर दाई, थ्याङ्क यू सबैजना, थ्याङ्क यू ह्याम्बर, थ्याङ्क यू सो मच। तपाईँहरू यति धेरै माया भाइलाई धेरै धेरै धन्यवाद। मायाको चिनो सहित एकचोटि ताली प्लिज। अझै हामीसँग रमाइला डिजे नाच कार्यक्रम बाँकी नै छ। अब हामीसँग लगभग 15-20 मिनट पछि डिजे डान्स सुरु हुन लागिरहेको छ। भाइलाई धेरै धेरै धन्यवाद। र त्यसै गरी लगत्तै नेपाली फुटबल क्लब ह्याम्बर्गका क्याप्टेन, महिला क्याप्टेनहरू सिमरन तमु र जोसिलो फुर्तिलो तरिकाले खेलमा नै बितिरहोस् भन्दै खाता लगाएर संरक्षक दाजु विजय तमु आफ्नै छोरीलाई बधाई दिँदै हुनुहुन्छ। अनि त्यसै गरी नेपाली भलिबल क्लबका उपाध्यक्ष समेत हुनुहुन्छ विजय तमु। उहाँले क्याप्टेन प्रेम शेरचन्दज्यूलाई पनि खाता लगाएर बधाई शुभकामना दिनु न म हार्दिक अनुरोध गर्दछु। अनि धन्यवाद। तपाईँहरू अब स्टेजबाट बिदा हुन सक्नुहुनेछ। धन्यवाद। र त्यसै गरी हामीले हरेक शुभकामना दिनुहोला। अनि कसैले खाना खानु भएको छैन भने अन्तिम चरण हाम्रो भान्सा बन्द हुन लागिरहेको छ। खाना खान सक्नुहुन्छ सबैजनाले। अनि समाजका निवर्तमान अध्यक्ष लालबहादुर तमु, अनि त्यसै गरी सिरोमी गुरुङ, ताली बजाइदिनु है हाम्रो बच्चाहरूलाई। त्यसै गरी योदिन गुरुङ, पूजन पुरी, त्यसै गरी प्रिस्का गुरुङ, स्वप्निल सुनुवार, त्यसै गरी समीक्षा सुनुवार, अनि त्यसै गरी सार्थक गुरुङ, त्यसै गरी किन्जल गुरुङ, त्यसै गरी त्रिष्टा कार्की, त्यसै गरी प्रार्थना घिमिरे। सानी नानी ताली बजाउनुहोस् प्लिज। त्यसै गरी चासुमा राई, त्यसै गरी फ्रान्सिस्का गुरुङ, त्यसै गरी ज्योति गुरुङ, त्यसै गरी भ्रिकुटी बुढाथोकी, अभिनव आचार्य, त्यसै गरी पवन गुरुङ, त्यसै गरी छ्युकी गुरुङ, सोनम गुरुङ,
त्यसै गरी प्रेक्षा गुरुङ र उहाँको मम्मी दिपा गुरुङ, त्यसै गरी आस्था गुरुङ र उहाँको आमा अन्सु गुरुङ, त्यसै गरी शिवानी गुरुङ, राम्रो प्रस्तुति दिएर हामीलाई मनोरञ्जन गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ कलाकार साथीहरूलाई। अनि त्यसै गरी आजको कार्यक्रममा भिडियोग्राफी गरेर सुगम तामाङ आफ्नो मायाको चिनो लिनको लागि आइदिनु होला। त्यसै गरी शिवराम शाह, क्यामेराम्यान, भिडियोग्राफी सबै गर्ने साथीभाइहरूको लागि एकचोटि अन्तिममा ताली बजाइदिनुहोस् प्लिज। ल है त कसको भाग्यमा छ 500 युरो। तीनटा नम्बर भएको छ है, तीनटा नम्बर छ। पहिलो नम्बर चाहिँ 9 भएको छ, सही हो। दोस्रो चाहिँ अलिकति बिचको नम्बर परेको छ, खै कति नम्बर होला? 5, सही हो। 9, 5 र लास्ट नम्बर चाहिँ दिस इज माई लकी नम्बर है। एनी गेस? एनी गेस? त्यसबाट आए जस्तो लाग्यो मलाई। 3, 9, 5, 3। ओ त्यसमा आइदिनु हुन आग्रह गर्दछु हजुरलाई। भेला गरेको होइन। हजुरको नाम चाहिँ के पर्यो होला? धेरै धेरै बधाई छ, हजुरले आज 500 युरो जित्नु भएको छ। काटेछु। तिम्रो नम्बर चाहिँ कति हो? बिर्स्यो। अब लकी फर्स्टलाई चुज गर है त, अलिक टाइम लिएर गर है, एकदमै हल्ला हो, मजाले हल्ला है। ल एउटा निकाल। 1000 युरो। ल त्यो मलाई दिनु त एकछिन। ओ माई गॉड, फेरि पनि तीनटै नम्बर छ है। आज चाहिँ 3 नम्बरको दिन रहेछ जस्तो छ र सुरुवात पनि 3नै छ फेरि। ल कसको चाहिँ आशा बढिरहेको छ। अर्को नम्बर चाहिँ के होला? अर्को नम्बर भएको छ 5। कसको हो पाएको छ यहाँ? कतातिर हेर्नु होला? 3, 5। कसैको मिल्यो? 3, 5। र तेस्रो नम्बर लास्ट नम्बर चाहिँ के होला? के भन्नुभयो भाइ? 8 होइन, लाइड 2 पनि होइन। यत्तिकै त 1000 युरो त दिन मन नै लागेन कि मलाई। होइन, लाइड 8 पनि होइन, 1 पनि होइन, 5 पनि होइन। को लकी हुनुहुन्छ है त 1000 युरो पाउनलाई? ओ माई गॉड, आई विश त्यो पैसा मैले पाउन सकु। दिन मनै लागेन नि त हो। र लास्ट नम्बर चाहिँ 9 भएको छ। 3 बधाई छ, धेरै धेरै बधाई, कङ्ग्रेचुलेसन। प्लिज स्टेजमा आइदिनु होला। लास्ट टाइम पनि तिमी नै आए जस्तो लाग्छ त।
होइन र के हो यस्तो हरेक वर्ष आस्थाले जित्ने हो क्या हो कसको हो यो तिम्रो हो कि भाइको यहाँ यो मेरो साथीको तिम्रो साथी चाहिँ किन नआएको सेम साथीले जितेको त्यो साथीलाई स्टेजमा आउन म आग्रह गर्दछु झन् रमाइलो हुन्थ्यो होला को हो भाइ आइदिनु त स्टेजमा हरेक वर्ष पहिलो प्रथम लिएर जाने भाइको फेस चाहिँ यही हो है ल लास्ट पनि जितेको रे भाइले भाइ तिम्रो नाम के हो ओ माई गॉड के हो तिमी लास्ट इयर पनि जितेको रे हो के गर्यो त लास्ट इयरको प्राइजले Ausgegeben, alles ausgegeben. Hast du auch deine Eltern ein bisschen Geld gegeben? Ja, habe ich. Okay, gutes Kind halt, ne? Sehr gut. Okay, फेरि पनि दोस्रो पटक हाम्रो भाइ प्रथम हुनुभएको छ यस्तो लकी त कोही पनि देखेको थिएन अहिलेसम्म है वाउ सच अ लकी म्यान है अब म पुरस्कार दिन हुन हाम्रो आदरणीयहरूलाई आग्रह गर्दछु दिउ चाहिँ के हो यो पहिला दोस्रो पुरस्कार दिउँ न त है ल ताली बजाइदिनु होला उहाँलाई दोस्रो पुरस्कार जित्नु भएकोमा धेरै धेरै धन्यवाद कस्तो फिल भइरहेछ हजुरलाई ह्याप्पी सो लकी है भेरी भेरी कङ्ग्रेचुलेसन अब फर्स्ट प्राइज दिन हामी सोनम आइजूलाई आग्रह गर्दछु ताली दोस्रो चोटि फेरि पनि फर्स्ट प्राइज जिते हाम्रो भाइलाई कस्तो लागिरहेछ भाइ Wie fühlst du dich? Glücklich. Und was machst du mit dieses Geld nochmal? Ausgeben. Ausgeben. Hat aber schöne Weihnachten, ne? Okay. सबैलाई धेरै धेरै धन्यवाद अब यति नै हो आजको हाम्रो कार्यक्रम यसमा अन्त गर्न चाहन्छु अनि हाम्रो अब डीजे पनि हुन्छ है हाम्रो के